हेलो सबैजनालाई नमस्कार वेलकम माई न्यू भ्लग वन्दी भ्लग। आज चाहिँ हैन आमाउसी रहेछ के अनि बिहानै अनि आमाउसी रहेछ भनेर थाहा नै थिएन हिजो त बल्ल आज थाहा पाएँ। अनि टक्क बाहिरबाट निक्लेँ अनि त्यसपछि अनि बाहिरबाट निस्केर बाइक साइक लिएर अनि आएँ। त्यसपछि अनि काउसुते आएर लड्डु पनि हैन है लड्डु सड्डु किने हैन लड्डु किनेर अनि मम्मीले फोन गर्नुभएको थियो आउँछ कि आउँदैनस् भनेर। अनि मैले फोन पनि नउठाएर सरप्राइजको लागि आउँदैछु कि म यहाँ माथि जङ्गलमा आइसकेको छु। अब चाहिँ जाँदैछु। लो म चाहिँ ठ्याक्कै घर आइपुगेँ गाइस, म ठ्याक्कै घर आइपुगेँ होइन। मेरो घर चाहिँ यो के यो भित्र पुगेँ होइन। यहाँ भित्र पुगेको त टक्क भइरहेको रहेछ। आमा औसीमा सानो नानीले चाहिँ हजुरआमालाई चाहिँ टक्क अनि गर्दै रहेछ। मेरो बहिनी भाइ चाहिँ स्कुल जानु ला होइन। ताकि आमा औसी रहेछ अनि टाके टिका सिका लगाइदिनु एकछिन अहिले कसैले मलाई अझ एउटा प्लास्टिक युट्युबमा धेरै पैसा कमाओस् आज आज हात गरेके होला न अर्दा नानी अहिले देखाऊ यसै गोफ्रै पर अस्सी गाउँ लड्डु गुलियो होला के रे गुलियो भने स्वाटै खानु आज चल्छ आज त उता छोड्नु क्या आमालाई ए ल धन्यवाद म पनि लगाइदिनु होला नि यसरी देखाउनु बाबु डायलग दिए मसिन पैसा त्यसै पैसा धेरै कमिनु भयो बाँडा बाँधे भिडियो कति लामो कट्न मिल्छ होला नि छोटो बनाएर काटेर लामै हो कि लङ भिडियो के कोला केटा केटा लगाइदिनु पायो भने थियो मैले लगाइदिएँ नि तिम्रो लाम नानीतिर सर्ट टलक्क टल्का क्यामेरामा थोरै दसैँमा झैँ पर्दैन क्या ठिक्क थोरै गिमानी भयो कति लगाइदियो मन टाकेको पुरुष सक्दैन हात खाली अब अर्काको हातमा आफ्नो बाइक मात्रै पुरुष यस्तो फोटो खिच्दैन दिएको होला उ गर्दा दे पहिला मिठाई खुवाइदिए यति गरेर दाइ फोटो खिचिदिन्छु आज चाहिँ आमा औसी डाँडा आमा औसीको हाम्रो घर चाहिँ कार्यक्रम भइरहेको छ होइन। के हो र अहिले हाँसु न उता नाति हेरेर बहिनीले चाहिँ म आमालाई चाहिँ गिफ्ट दिइरह ल मलाई खिचिदिन्छु मलाई कहिले खिचिदिन्छु यता नि खिचिदिनु पर्छ भाइ कता अलि यता पर्छ नि त उज्यालै आएन एउटा पनि अलि उज्यालै आएन कि यता उज्यालो आएको थियो यता बस्दा लगाइदिएर बस्ने हो कि राम्रो ल मिल्दै मिलेन कि पनि हेर्नुहोस् है लोकल कुखुराको मासु आज आमा औसीमा। अरूले त मासु खान्न भन्नु तर हाम्रो चाहिँ चलनै चाहिँ आज चाहिँ लोकल कुखुरा मासु पकाउँदैछु गाइस। ल आन्टी मलाई टिका लगाइदिए जस्तो ल दुइटै हो कि रातमै कस्तो हो यता बस यता पानी भन्ने आइ भाग्य नानी भए धेरै पढे जर युट्युबमा भाग्यमानी भएस् यो 82 सालमा बुहारी भित्र नपाइयोस् युट्युबमा धेरै पैसा कमाओस् सुशील पैसा कमाएको छ भो पाइयोस् युट्युबमा
युट्युबमा सबैको सेवा गर्ने मम्मी युट्युब ल एकदम अब पोस्ट नानी गरोस् यो वर्ष नानी मेरा बाबुको भाउजू चाहियो मलाई हल्न ल भाइ भयो अरू ल्याउन नसक्ने एउटा लड्डु गहुँ सिक्दै हो यति खाइरहनु है ओके एउटा गाउँमा हिँड्छ। जम्मै खा ल नेपाली भोलि बिहान यता आइज। गुड ल पहिला नि सिकाइदिनु ए भने आज सिक्दिनु मेरो नाति ए होइन पर्दैन होइन पर्दैन पर्दैन सिक्दिनु कि दिएस् फोटो ल ल हजुर यो फोटो दिएछ एक यता देखाऊ ल हजुर लड्डु ठुलो खुवाइदिएछ खाना खानु ल बिस्तारै यो छ खाना ल आमाले खुवाएको छोइला खुवाउँदिन आज त्यहाँ त्यहाँ खिच्दैन फोटो मेरो नातिनीलाई पनि ए हजुर अन्त सबैलाई बसिदिनु ल ल यहाँ आएर ल ल बाबु यहाँ यतापट्टि आउँदै हजुर बिसा बस ल समात हामीलाई छिटो गर्नुहोस् है आमा आउँछ छिटो मनाउनुहोस् भन्छ यता ओ बाबु बाबु यता हेर न ल ल ल जाने ल मसँग जाने अब टिकी लाउने बाबु टिकी लाउने हो क्या अब कता जाने हो त्यहाँ बाबुको जुस छ जुस कहाँ रहेछ बाबुको जुस पक्रिनु जान्छु म जुस जुस ए ल ए टिका लाउँछ मेरो बाबुले ए ल छिटो लाउँछु नि लाउँदैन छिटो यहाँ लिन आउ त ल ए ल लाउनु नआरे ए ल बाबे ए ल ल ल लाउनु नचाउने लाग्यो नि छिटो त्यही बेला गर न लगाइदिँदै फालिदिनु म त लगाइदिएन भिडियो यिनले भ्लग बनाएर यता हेर न आमा छोरीले त्यो समातेर देखेर ल बाबु ए भिडियो पो हैछ तिमी लाउ 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 के ल पैसा ल ए यहाँ त पानी धेरै भएछ कि टिकामा है थुप्रै खाउनु भएछ क्या टिका के पानी बाबु ओइ बाबु यता हेर भन्छ नते 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 अन्त ज्ञानी भयो एउटा कपडा चाहिँ हाल्दाखेरि चाहिँ मेरो बाबु पोल्ट्रीको है अन्त हाम्रो कति नभइन्छ बनाएर खासै मन ए मधु खुवाइदिनु नमस्ते हाल्यो दिन बाद दिन दूर दिइसकिस् हो तैँले
अहिले आँखा पर्छ गइदिएर भान्जा भान्जालाई पैसा बाबु बाबु ला या ठुल हो है लिन्न रे चिसो भयो चिसो भयो गाइस म चाहिँ अब हिँड्न लागेको है ब्यारेकतिर जान लागेको आमा औँसी मनाएर सकियो अब चाहिँ हिँड्न लागेको ल ल ल आन्टी गयो ल ल खुट्टा दिन अब कहिले आउँछ थाहा छैन ल लागे ल म गएँ ल खुट्टा दिन ल सबैलाई बाई बाई अर्को भ्लगमा भेटौँ ल